परेर खाएको टुल्की नरिसाउन म माफ गरिदेऊ टुल्की म माफ गर्छु तिम्रो किन बुझ्दैनौ किन छि 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 हेर्नुस् आमा तपाईको छोराको यो हालत यस्तो हालतमा आएर मेरो बेइज्जत गर्ने मान्छेको मन अनुहार पनि हेर्न मन छैन यो मान्छे जसरी हुन्छ यो घरबाट पठाउनुस् टुल्की के का टुल्की हो के का टुल्की हो अझै टुल्की भन्ने छ कस्तो चाहिँ खालको मान्छे रहेछ मेरो अलिअलि भएको इज्जत पनि माटोमा नै मिलाइदिने भयो यो मान्छेसँग त मेरो पुण्यमा चाहिँ बिहे हुन पुगेछ हे भगवान हामीले त तेरो कुञ्जुनीको चाहिँ ऋण खाएको रहेछौँ कुन्नी जति बेला पनि गरेको छ सताएको छ तेरो यस्तै हालतले गर्दाखेरि बुहारीले तँलाई छोडपत्र दिँदैछन् यस्तो सम्भव हुँदा त अब त सुध्रिनु पर्छ नि यो रातिमा तँ पनि यस्तो हालतमा रक्सी खाएर आएर तमासा देखाउने होइन त तँ यहाँबाट गइहाल पुरुक्का गइहाल हामीलाई तेरो अनुहार पनि नदेखा तँ यो गाउँ छोडेर जान्छस् भने पनि जा गइहाल यहाँबाट आमा त्यसो नभन्नु न मेरो कुरा कसैले सुन्दैन कमसेकम तपाईले त सुन्नुहोस् तपाईले त बुझ्नुहोस् तपाईँ मेरी आमा हो होइन छोरालाई के भइरहेछ छोराभित्र के पीडा लुकिरहेछ मैले बुझ्ने कोसिस गर्नुभयो म मनमा नै मरिरहेको छु म सक्दैन टुल्की बिना बाँच्न मलाई कसैले बुझ्दैन कसैले सुन्दैन यो घरमा टुल्की कतिबाट माफी मागौँ म उसँग मैले भनिसकेँ मलाई रियलाइज भइसक्यो मैले महसुस गरिसकेँ भनेर मैले के गरौँ माया देखाउन गाउँकाले बुझेन टुल्कीले बुझेन तपाईँ त आमा हो तपाईँले बुझ्नु पर्दैन आमा एकपल्ट टुल्कीलाई भनिदिनु सम्झाइदिनु न आमा टुल्की बिना बाँच्न सक्दिनँ बाँच्न सक्दैनस् भने मर